Hello guys. Hello. हेलो यहाँ चाहिँ मेरो बहिनी एन्ड दिस इज मी गाउँको बहिनी हामी चाहिँ कहाँ जाँदैछौँ भने आज ओइ खै रिक्सा हेर रिक्सा हामी चाहिँ दमकमा छौँ अनि अहिले चाहिँ 6:30 भइसकेको छ अनि हामी चाहिँ यहाँदेखि पोखराको यात्रामा छौँ पोखरादेखि हामी मुक्तिनाथ मन्दिर जानेछौँ मेरो दिदी बहिनी उता हुनुहुन्छ पोखरामा आइसक्नु भएको छ अनि हामी चाहिँ यहाँदेखि अहिले हाम्रो गाडी टिकट छ अनि हामी चाहिँ गाडीको लागि जाँदैछौँ त्यही हो तपाईँहरूलाई मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला स्टे ट्युन गाइस हामीले चाहिँ यता गाडी पाइसकेको छौँ रिक्सा अनि हामीले चाहिँ गाडी आइसकेको छ अरे अहिले भर्खर फोन गर्नुभयो अनि हामी जाँदैछौँ अब यो चाहिँ दमक छ है गाडी चलिसकेको छ आनन्दको टाउको दुख्छ मलाई उतै झ्याल साइडमा बस्ने अरे हर्ष नि झ्याल साइड यहाँ चाहिँ कोही छैन आइएको छ आनन्द छ एसीवाला आनन्दसँग सुतेर जाने हेलो गाइस हामी चाहिँ यहाँनिर रुममा आइसकेको छौँ अनि मेरो दिदी आयो भन्न है अनि हाम्रो चाहिँ अब प्याकिङ भएर हामी चाहिँ अन द वे अब जानेछौँ हामी सो कालो देखेर म त बोल्नु नै छु पऱ्यो यो भित्र लाइटहरू छैन नि अहिले भरे गोरी देखाएँ ल सो मेरो चाहिँ यहाँ कपाल सुकाउने कार्यक्रम हुँदैछ कस्तो दिमाग खराब भयो गाडीले मातेर अर्को झन् बेहोस भइगएको थियो अनि अहिले आएर अलिक फ्रेस भएको छ अब खानासाना खाने अनि काप हान्ने सो स्टे ट्युन गाइस हामी चाहिँ यहाँनिर प्रिपरेसनमा छौँ दिस इज मी लेडी राइडर अब चाहिँ हामी जानको लागि रेडी भएको एन्ड सी इज हियर आई एम हियर सी यु गाइस दिदी बहिनी रक हामी चाहिँ लाग्छौँ मनाङ मुस्ताङ टु अब तेरो बहिनीले म्यापहरू जान्दैन खै दाइहरू खै म्याप सिधै देखेर छ लेक साइड पोखरा Turn right there. अस्ति हामी यो होटलमा बसेको थियौँ त पोखरै उताबाट जानु म्याप चाहिँ मिस्टेक मैले हेरेको छु त्यही भएर हामी फेरि कस्तो निन्द्राले रातिको अलिकति निन्दै पुग्दैन क्या आँखा ध्यान कसरी लामो यात्रा छ पोखरामा होप फर द बेस्ट हामी मन्दिर जाँदैछौँ मन्दिरमा राम्रै कामना गरेर मेरो दिल छ पोखरामा भइरहेछ अप्सर राम्रो भइरहेको छ गाडीले मात्र झन्डै बेहोस भयो नि बेहोस भएर आँखामा निन्द्रा चाहिँ क्या देखिँदैछ मेरोमा हेलो
गाइस हामी चाहिँ यहाँ खानामा अहिले भर्खर आइपुगेको देख यहाँको सिनहरू पनि यहाँ आइज न अन्त यता हेर्न अप्सरा हेलो अप्सराहरू लजाउँछन् होला तिमीलाई देखेर राम्रो घाम पनि लागेको छ एउटा त निन्दा लागेर हामी 1 घन्टा हिँड्यो eyes never closes कति घन्टामा पुगिन्छ so you can keep me inside the pocket of your तेरो र मेरो अलि राम्रो फोटो छैन अनि राख्नु तेरो फोन मार्क्स खोल न अनि त्यही भएर छोप्नु पर्छ नि अनि छोपेको उडिजाएको छ so you can हेलो गाई ला मेरो मार्क्स उडिलाएन अनि भिडियो भएछ तेरोमा फोटोमा त बोल्दा मान्नु मेरो लाबर तलै छोडिएछ नि त लाबर त्यसरी नगर्नु है सिम्पल कसो सिम्पल मेरा सैयाजी के रे मेरा सैयाजी सरगौका छन् हिरो मेरा सैयाजी फोटो खिच्नु सरगौका छन् छल्ला भन्छ छैन छैन खै यसरी सेल्फी हेर्नु न हेलो ब्यागबाट खिचिदिन्छ हौ त्यसले हिसाब छ हाम्रो चाहिँ लोकल खाना आइसकेको छ है सबै लोकल खाजा घिच खाएला चामल पनि कति मिठो बास्ना अरे अझै डन भइसकेको छ यहाँनिर हिमालमाथि देखिँदैछ टमेटो तातो पानी हुन्छ भन्छ खै अरे अटोमेटिक तातो पानी नामै ठाउँमै तातो पानी रहेछ नि त ठाउँको नामै यहाँ नआयो भने चाहिँ के हुन्छ मलाई थाहा छैन अब एकचोटि रिसर्चमै गर्नुपर्छ हामी नआउने हो मन नआउँदैन है अब म त यहाँनिर नआयो भने चाहिँ फेरि सबै रोगहरू जान्छ भन्छन् तर मलाई चाहिँ यसो हेर्दाखेरि चाहिँ रोग होइन यहाँ उल्टै रोग जानु होइन उल्टै रोग लाग्छ किनभने मान्छेहरू यत्तिकै सबैजना पानी नै फोहोर परिरहेछ हामी चाहिँ ननआउने परौँ धेरै चित्त बुझायो यहाँ चाहिँ तातो पानी आउँदो रहेछ जुठो भएको छैन कस्तो जुठो भयो यहाँ पुरा हामी चाहिँ यहाँनिर पानी एकदम तातो पानी भन्ने ठाउँमा चाहिँ तातो पानी नै आउँदो रहेछ ए बाफ पुरा उठिरहेछ तपाईँहरूले देख्नुहुन्छ कि छैन होइन तर मैले चाहिँ पानीको बाफ पुरा आइरहेछ पानी पनि पुरा तातो रहेछ कि फेरि कस्तो ए खाना पुरै बाफ आइरहेको ए यो पानीमा नुन पनि छ जस्तो छ अलि नुनिलो छ तातो छ क्या लास्टै फेरि म ट्राई गर्छु ल नुन पनि छ तातो क्या पुरा
म त गरेर केही बोल्न नि मन लागेको छैन। कसो जा नआए यसको काकी गराउँदैछ ए अघि मात्रै न गर्ने भएर होला यस्तो हिजो नआएको यो पानी खायो भने चाहिँ रोग जान्छ अरे ल रोग जाओस् है मेरो सबै मैले यो कसरी हुन सक्छ नि यसरी पोसिबल रोग जाओस् थोतिनी दातिनीको बङ्गरेनीको कति साह्रो तातो भइगयो स्वर्गको अप्सरा यहाँनिर ल्याएर त्यति साह्रो यसको दाँत चाहिँ खत्रै हो यो दाँत बेच्यो भने त एउटा घर पो आउँछ मेरोमा दाँत किन्नु आऊ है डाँडा पाखा छ यो तातो पानी भन्ने ठाउँमा चाहिँ यस्तो छ यहीँ टुरिस्टहरू पनि पुरा घुम्नको लागि पानी त यहाँ त सफा देखिन्छ त अलिअलि फोहोर फोहोर पानी चाहिँ यस्तो रुखमा झर्ना वाउ यत्रोसम्म आएको रहेछ वाउ यो जानु सो गाइस मैले चाहिँ भिडियो चाहिँ यतिसम्म नै बनाएँ जमसम्मको चाहिँ अब यहाँदेखि बिहानको चाहिँ म अर्को भिडियोमा अपलोड गर्छु एकदमै लामो हुने भयो राति एकदम थाकियो अनि रात पनि परिसकेको थियो त्यही भएर मैले भिडियो राम्ररी बनाउनु पाइनँ यसोदेखि बिहानको चाहिँ म कन्टिन्यू गर्छु नेक्स्ट भिडियोमा सी यु इन देयर